हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल मनिषा मगर युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आई होप तपाईँहरू पनि सन्चै आराममा हुनुहुन्छ होला। मेरो चाहिँ एकदमै पसिना भइरहेको छ। अहिले हामी बाहिर जानु लाग्यो। गर्मी छ रहेछ काठमाडौँ आउने 2-3 दिन भएर एकदमै गर्मी बढेको। अनि हामी चाहिँ घरबाट बिदाई भएर आएको साथीहरू हिजो चाहिँ म त होइन सासरी हाम्रो बिचमा चाहिँ। अनि अहिले काठमाडौँ अब बसाइ चाहिँ भोलि एक दिनको मात्र छ। आज त रातभर माई गड हाम्रो सर चाहिँ यहाँ रिसाएर सुत्नु भएको छ। मैले भनेको मोबाइल आफूले समाउने अरे अनि मैले भनेको त रिसाएर, तर केही छैन। अनि यहाँ चाहिँ भद्रकोल बनाइरहेको छु। अनि यहाँ बाहिर चाहिँ लोकल मासु लिएर आएको छ आज कुखुराको। छाना त्यहाँ पनि पाहाडको छ सेकको के अरे सेकको अरे सरी भुक्टुवा हो यो चाहिँ। नोक्सान त भइहाल्नु क्या। यहाँबाट हामी जानुपर्ने हुन्छ एकछिन थोरै काम भइन्छ। अनि हाम्रो के भन्छ बिचमा दाइको चाहिँ गाडीबाट लड्नु भएर खुट्टा चाहिँ भाँचेको हो। अनि यहाँनिर अल नेपाल हस्पिटलमा हुनुहुँदो रहेछ। अघि भर्खरै फोन गरेर दाइले नै बिचरा फोन गर्नुभयो। अनि त्यहाँ जानु लागेको छौँ साथीहरू हामी चाहिँ अहिले। अब हामी निस्किन्छौँ ल। आउनु छिटो। त्यहाँ पनि तिमीले भिडियो गर है। कहाँ त्यहाँ हस्पिटलमा हजुर मैले बोल्नु छ। साथीहरू सबैजनालाई वेलकम छ। र यो भिडियो मैले पनि हाल्न सक्छु है। मेरो युट्युब च्यानल पनि छ। हामी चाहिँ आजको लास्ट सेकेन्ड डे। कस्तो लास्ट सेकेन्ड लास्ट हो अनि लास्टको 2 दिन सेकेन्ड लास्ट डे भन न। सेकेन्ड लास्ट सेकेन्ड डे कस्तो हो उल्टै हेर्ने र क्या बक्रा आयो यार। सेकेन्ड लास्ट हो कि लास्ट सेकेन्ड डे छ कि। साथीहरू सबैजनाले हेरेर माया गरिदिनु होला। मेरो अब भोलि कि पर्सि न मोनिटाइज हुन्छ क्या न युट्युब। यो हातले गर्नु कि हातले त्यो सबै उमा हुन्छ कि। मलाई चाहिँ कति पछि सिन्दुर लगाइदिनु लाग्नु भएको छ। कस्तो कति पछि फेरि 1 2 3 लेट मी गो। मेरो बुढी सधैँ सुखी सुखी रहनु। भयो माथि होइन जति लामो हाल्यो नि सिन्दुर त्यति बुढाको आयु लामो हुन्छ अरे थाहा। एकचोटि योमा कमेन्ट पनि गर्नु होला है साथीहरू। यस्तो गराए हो त एकचोटि सोधौँ न जसलाई सोधेको होइन। यहाँ आउनु न एकचोटि। मायाले बोलायो मलाई सन्देश पठायो। सिन्दुर हालिदिनु पनि यहाँ गर्ने यहाँ लागेको छु। ए भयो उता भ्लग पनि छ नि हाम्रो साथीहरू। ल अब भ्लग पनि स्टार्ट हुन्छ। मलाई त कालै धेरै देखेछ। खोइ म त बोरो सुकेर नेप्टी भन्दा त फेरि कालै देखेछु। ल ठिक छ त्यही पनि ल हात ल्याउनु न ल भयो ल साथीहरू ल जाउँ। लाटा भिडियो नभइदिनु अब के भन्नु टिकटकरको बुढा भएपछि यस्तै छ कि जे भने ल हुन्छ भन्ने मान्नै पर्ने। अब ठिकै छ त अब के गर्ने। ल लाग्छौँ है साथीहरू अब हामी। अब फाइनली यहाँ कान्छाले लोकल मासु पनि ल्याएछन् है लोकल कुखुराको। अनि यहाँ बिहानको पकाएको छ। यस्तो बवाल छ यो झन् है बुटन हो क्या बफको भुटन टाइपको बोसो मिसिएको यस्तो भवाल छ यो।
आहा अब त कति वर्षपछि भन टक्क लगाएर ल जाऊँ ल साथीहरू अब हामी हिँड्छौँ पैसा दिए हौ होइन किचन यहीँ भएर अलिकति बिग्रेछ कि कोठा साथीहरू यहाँ अनि किचन यहीँ छ अनि यहीँको त्यो सबै ओहो यो धुनुपर्ने भएको क्या अब नेप्टीको साथीहरू यहाँ छन् टन्नै तर्ल्याङ र तुर्लुङ छन् है मलाई फेरि यहाँ परेर देख्दा मलाई मन रुन्छ कि फेरि साथीहरू हेर्नु है बिचरा है हेर्नुहोस् है ए ऊ भयो देखिन राम्रोसँग यस्तरी हेर्नु न यस्तरी बसेको छु लड्दै बिचरा घर छैन यिनीहरूको त साथीहरू जता ओट लाउने छ त्यही गएर बस्छन् घरै छैन साथीहरू काठमाडौँ अहिले साँझको अवस्था यस्तो छ ल अब हामी जान्छौँ यो लाइट किन बालेको थाहा भएन पाँच किन हानेको र यहाँ छिटो जाऊँ न ल यस्तो गर त मैले एउटा फोटो खिच्छु यस्तो दुईटा हातले यस्तो गरेर बस्छ त ल यस्तो खाले साथीहरू केटीहरूले यस्तो गरेको सुहाउँछ कि ल यतातिर के अलि ल पर्ख्यो 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 म फोटो लिँदैछु थम्बनेल्सको लागि म्याउ म्याउ यो थम्बनेल्सलाई है थम्मेल के अरे थम्बनेल काट्ने होइन यस्तै हाल्ने हो जानेकै त्यस्तै पनि अनि के गर्ने ल गाह्रो छ थम्बनेल बजारमा साथीहरू अब हामी लाग्यो हस्पिटलमा तपाईँ के तपाईँलाई देखाउनु अर्को हात समातेर अर्को हातले ब्याक गर्नु नि साथीहरू यस्तै छ गाह्रो छ दिनलाई है छिटो आउनु हामी हिँड्यौँ है तल रोडमा पुगेर भिडियो गर्छु है त अब कि यो आजलाई खतरा बाइक छ त यहाँ झन् मैले नि टर्नलाई यस्तै किन्नु भनेको कता यहीँबाट जाने हो नि सिधै न 0.5 मा त नराम्रो देखिँदो रहेछ अहिले यता हेर त केही बोल न यता हेर न हामी यो बाटो गइन्छ अब हस्पिटलतिर लागेको है फोटो कहाँ खिच्नु मिल्छ र हेर्ने के त्यहीबाट स्क्रिनसट गर्ने क्या हामी हिँड्दैछौँ है त साथीहरू गर्दै हुन्छ अब मोबाइल भित्र आँटो ए भन्नै साथीहरू यता फेरि एक्सिडेन्ट हुन लाग्यो फोटो खिच्नु के अघि जस्तो सामान न साथीहरू अब हामी हिँड्दैछौँ ल धेरै भयो
यता यसरी ल हाँस्न हाल्यो लग्यो यता हेर्नु न मलाई भयो क्या अब यहाँ बाटो बिचमा यसरी हुन कि अरू भुल्याउनु भयो अब यता के भन्ने ठाउँतिर अरे हामीले आत्मा ज्ञान खोइ हामी हिँड्दैछौँ हिँड नि तिमी अघि नै यस्तो के ल्याउनु एकचोटि लगे पर्ख्यौ नि एकछिन एक दुई मिनट त भओस् यो सबै अङ्गुर हो हामी त एकदम लोकल स्टाइलमा हिँड्ने हामी अहिले उता हस्टेल जाँदैछौँ दादालाई भेट्न कता हो मैले देखेँ अस्ति फलफुल पाइन्थ्यौँ अल नेपालमा हामी अब जाने यो बाटो डाइरेक्ट सिधै छ क्या साँझ परिसकेको छ तिमी अलि अघि हिँड ल यहाँ रहेछ यहाँ होइन कि किन्ने क्या यहाँनिर रहेछ साथीहरू पाउँदैन क्या अहिले फेरि झ्याउ हुन्छ खतरा देखेछ झिलमिली है काठमाडौँ त्यहीँ किने भए आनन्दै हुन्थ्यो क्या तपाईँ किसकिस गर्ने काम नगर्नु त मलाई मन पर्दैन नि म त जति कराउँछ घर मात्रै बाटो के हो रात परिसक्यो नि त साथीहरू तेल सम्झिनु तेल लानुपर्छ अब फलफुल पो कहाँ पाइन्छ अब उही त्यो अल नेपाल आइ त सक्यो केरा होइन के स्याउ हो स्याउ दाइले खाने स्याउ सुन्तलालाई कसरी छ नि कसरी छ मेरो त भुल ल्याउँदो रहेछ अल नेपाल आइसक्यौँ है साथीहरू हो त्यहाँ पारी देख्न सक्नुहुन्छ त्यही हस्पिटलमा जाने क्या मेरो पनि सुरुमा चेक गरेको त त्यहीँ छ हामी फाइनली आइपुग्यौँ अल नेपाल हस्पिटलको छेउमै अब फोन गरिदिँदा होला नि होइन यहाँ दाइको रहेछ कि त्यही दाइ हो त उसकोमा दाइ हो त साथीहरू म त यहाँ नौ देखेँ कि
पर्दैन कि भित्र गएपछि देख्छु ल होइन हामी जाने अल नेपाल ल होइन क्या यहाँभित्र जान्छौँ र हाम्रो चाहिँ यो उ गरेनौँ के भन्छ अरे हस्पिटलभित्रको भिडियोहरू बनाएनौँ हामीले हस्पिटलभित्रको भिडियो बनाएनौँ अब दाइले भोलि निकाल्दो रहेछ है बेडबाट के गर्ने सानोतिनो चोटपटकले पनि कस्तो हुन्छ कि त्यही भएर साथीहरू गाह्रो छ अब हामी घरतिर हिँड्दैछौँ के लाने हो मसला परेन खानुहुन्न मसला हामी घरतिर हिँड्दैछौँ है अब घर गएर फेरि भिडियो हुन्छ भिडियो बना गएर टक्क यस्तरी सदाउने फुलहरू गपुकी फुलहरू अप्राहन हिँड्दैछौँ बुढे के 2-4 शब्द जाओस् न अब सरी के को पुङ्गुरको पनि यताबाट घुमेर छैन घुमेर साथीहरू काठमाडौँको चहल पहल यस्तै छ अब 2 वर्षपछि फेरि अब यही ठाउँमा आइन्छ है त टक्कल लगाएर काठमाडौँ झिलिमिली पैसा हुने भए त रमाइलो छ नि त ओए आइज मलाई हेरेर गयो तिमी कुन मसला लाने हो र यसो सामान किन्न पर्यो अनि जान पर्यो खान पर्यो नाइट भ्यू केटिएम हजुर ल है हेर त तिमी त हिँड्न नजान्दा जस्तो देखिन्छ है अझै नजिक आइपुग्यौँ देखिन्छ नि त त्यो साइलेन्ट एकदम शान्त छ त यहाँ त बुढी केही भन्नु छ यताबाट जाउँ यताबाट के यहीँबाट छिर्ने
इन्डियन हो कि नेपाली हो इन्डियन चाहियो कि मलाई किरा परेको छ